तपाईहरुको आफ्नो फेसबुक प्रोफाइलको नेम प्रोफेसनल र क्रिएटर जस्तो फिल नआउने पुरानो रेन्डम ओल्ड भर्सनको अर्थात आई मिन बाइ मिस्टेक त्यतिबेला हतारमा आफ्नो साथीभाइहरुसँग जस्ट कनेक्ट हुनलाई मात्रै नेम राख्नुभयो। कसैले निकनेम त कसैले स्टाइलिश राखे, एक्स्ट्रा वर्ड नम्बर सिम्बल राखियो, व्हाटएभर। नातिनुस फ्यु सेकेन्डमै उक्त पुरानो नेमलाई चेन्ज गरेर नयाँ युनिक आफुलाई मन परेको वा आफ्नो रियल नेम राख्न सक्नुहुन्छ। सो गाइज, एट फर्स्ट आफ्नो फेसबुक एकाउन्टलाई ओपन गरी यहाँनिर सबैभन्दा माथि राइट साइडमा रहेको 3 लाइनमा टच गर्नुभयो भने थोरै स्क्रोल गरेर सेटिङ एन्ड प्राइभेसीमा टच गर्नुपर्ने हुन्छ। अनि सेटिङ एन्ड प्राइभेसीको मुनि रहेको सेटिङ अप्सनलाई सिलेक्ट गर्नुभयो भने यस्तो टाइपको इन्टरफेस देखिन्छ। अब यहाँनिर मेटा एकाउन्ट सेन्टर भनेर शो गरेको छ नि, यसमा टच गरिदिनु होला। त्यसपछि यहाँनिर सबैभन्दा माथि प्रोफाइल भनेर शो गरेको ठाउँमा मेरो फेसबुक आइडीको नेम शेयर बजार अपडेट रहेको छ। हो, यही आइडीको नेम चाहिँ मैले तपाईहरुलाई चेन्ज गरेर देखाउँदै छु। अब यहाँबाट आइडी नेम शो गरेको ठाउँमा टच गर्नुपर्ने हुन्छ। अगेन आइडी नेममा टच गर्नुभयो भने यस्तो टाइपको इन्टरफेस खुल्छ। यहाँबाट आइडी नेम, युजर नेम, प्रोफाइल पिक्चर र हप्तालाई विदिन सेकेन्डमा चेन्ज गर्न सकिन्छ। जस्तो मैले यहाँनिर आफ्नो फेसबुक आइडीको नेम चेन्ज गर्दैछु। यसका लागि नेम सेक्सनमा टच गर्नुभयो भने यो टाइपको इन्टरफेस शो हुन्छ। यहाँनिर सबैभन्दा माथि फर्स्ट नेम अनि मिडल नेम र सरनेम भनेर देखाएको छ नि। हो, यहाँनिर तपाईहरुले चाहिँ आफ्नो फेसबुक आइडीको नेम चेन्ज गरेर आफुलाई मन परेको कुनै युनिक वा रियल नेम सिलेक्ट गरी राख्नु पर्ने हुन्छ। जस्तो मैले यहाँनिर माथि भएको फर्स्ट नेम शेयर बजार छ नि, बजारलाई हटाएर शेयर मात्रै राख। अनि हजुरहरुको मिडल नेम छ भने राख्न सक्नुहुन्छ, मैले चाहिँ राखिन। अनि सरनेममा अपडेटलाई हटाएर नेपाल भनेर राखे है त। अब चाहिँ एउटा इम्पोर्टेन्ट कुरामा ध्यान दिनु होला है त। यहाँनिर के भनेको छ भने इफ यु चेन्ज योर नेम यु कान्ट चेन्ज इट अगेन फर 60 डेज। मतलब इफ तपाईले आफ्नो फेसबुक आइडीको नेम अहिले चेन्ज गर्नुभयो भने आजदेखि 60 दिन अर्थात 2 मन्थसम्म अर्को नेम चेन्ज गर्न सक्नुहुन्न भनेर भनेको है त। प्लिज थिंक अबाउट दिस है त। अब चाहिँ यहाँनिर मुनिपट्टि रिभ्यू चेन्ज भनेर शो गरेको छ नि, यसमा टच गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर माथि प्रिभ्यू योर न्यू नेम भनेको छ। चुज हाउ योर नेम विल अपियर अन योर प्रोफाइल भनेर शेयर नेपाल र नेपाल शेयर दुईवटा अप्सन देखाएको छ। मतलब माथि शो गरेको शेयर नेपाल भक्करै मैले चुज गरेको नेम हो। यहाँनिर हजुरहरुलाई चाहिँ जुन नेम युनिक लाग्छ त्यो नेम चाहिँ फर्मेटमा यसरी टच गरेर सिलेक्ट गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँनिर शेयर नेपाललाई नै सिलेक्ट गरे। त्यसपछि मुनिपट्टि रहेको सेभ चेन्जेसमा टच गरिदिनु भयो भने विदिन सेकेन्डमा यहाँनिर नेम अपडेटेड सक्सेसफुली भनेर नोटिफिकेसन शो हुन्छ। अब चाहिँ ब्याक गएर आफ्नो प्रोफाइलमा एकपटक रिफ्रेश गर्नुभयो भने हेर्नुस् त यहाँनिर शेयर बजार अपडेट नेम भएको मेरो फेसबुक आइडीको नेम चेन्ज भएर शेयर नेपाल भइसकेको छ। हो, हजुरहरुले पनि यसै गरी आफ्नो फेसबुक आइडीको नेम चेन्ज गरेर कुनै युनिक नेम राख्न सक्नुहुन्छ। यस्तै इन्फर्मेसनका लागि फलो मी गाइस।